सो आज चाहिँ हाम्रो गुम्बामा हाम्रो गुरु चाहिँ पाल्नु हुँदाको चाहिँ केही झलकहरू तपाईँहरूलाई मैले देखाउन चाहेको छु। यहाँ चाहिँ गुरु आउनुभन्दा अगाडि चाहिँ हामीले यहाँ रेडी गरेर बसिरहेको अवस्था छ र तपाईँहरूले देख्न सक्नुहुनेछ। हामी चाहिँ अहिले यहाँ मजाले बसेर चाहिँ गुरु कहिले आउनुहुन्छ भनेर चाहिँ यताउता सोधखोज गरिरहन्छ र जब गुरु आउनुहुन्छ र हामी चाहिँ यहाँ एकदम रेडीका साथ गेटमा उभिरहेको हुन्छौँ र हामी चाहिँ होस् अब गाडी आउनु कतिखेर आउँछ भन्ने चाहिँ पर्खिरहेको छौँ। अब त्यसपछि हामी गुरु आउनु भइसकेपछि अनि हामी चाहिँ यहाँ ढोकसोक गुरु गरिसकेर अब यहाँ गुरु पाल्नु भन्छ। त्यसपछि गुरु उहाँ बसिसक्छ है त गाइस। त्यसपछि गुरु बसिसकेर उहाँ जिन्तादाताहरू सबैले उहाँलाई खदा चलाउनेहरू सबैजना उठ्नु पाइ उहाँलाई खदा चलाउने कार्य भइरहेको छ र जोस् आजको जोस् दिन चाहिँ एकदम राम्रोसँग बित्यो। गुरुको दर्शन गर्नु पाइयो, यही नै सबैभन्दा ठुलो सौभाग्य भन्नुपर्छ। एउटा उहाँको अनुयायी